हेलो नमस्ते सबैजनालाई। आज म कहाँ जान लाग्छु भने मासु लिन जान लाग्छु। साह्रै मासु खान मन लाग्यो कि त्यही भएर घरासी कुखुरा लिन जाँदैछु। उही काटेर लिने हो। अनि म यहाँ अब कुखुरा काट्दैछौँ। यहाँ साउनी हुनुहुन्छ है कुखुरा। मकै खन्ने खेताएर खन्न आइछु मकै खन्ने खेताएर अब के गर्ने हामीले भ्याउँदैनौँ। अब के गरौँ त त्यही त के गर्ने जाने कि नै जाने हामी दुईटी भएर आउने मकै खन्न भाइ। कहिले हो पर्सि जहिले आए नि हुन्छ पर्सि बोल्दा भ्याइए छैन। अब फोन गर्छौँ। हेलो हजुर हेर्नुहोस् है घरासी कुखुरो अनि काटेर यहाँ दिदीले बनाउँदै हुनुहुन्छ। बनाएपछि लैजाने हो। हजुरहरूलाई पनि घरासी कुखुरो चाहिएछ भने यहाँ अर्डर गर्नु होला। फाइनली गाइज कुखुरो बनाएर भ्याइसक्यो। हेर्नु सक्नुहुन्छ हाम्रो कुखुरो बनाएर भ्याइयो दिदी। अझै कति टाइम लाग्छ? दिदीले कुखुरो काट्दै हुनुहुन्छ। अब ट्याक्क किलोको हिसाबले लैजाने हो। कति किलो हुन्छ है। प्लास्टिक भरिदियो 1 किलो मासुले। बिस्कुट दिनु, मासुको पैसा लाउनु। नुनिलो 2टा दिनु। जा हो दिदीले दोकान पनि थाप्नु भएको छ। कुखुरा पनि छन्। अनि यति नै हो।